छिटो एकैचोटि त्यो भ्याइन्छ है कसले चिच्चाहरू थाहा हुन्छ कोही पनि के हुन्न आउनु अनुहार धेरै ठोकियो बुहारी बाटो कि सासु बाटो म यही छु नि त साथी दुईजनाले समातेर सँगै खाना समाते नि अनि खनाउने जनै पनि टिकट दिनु है ल छिटो भेटिन्छ सबैले हाम्रो छवटा भयो छवटा भयो जनैसित सँगै छ है जनैसित हामी 1 2 3 भनेपछि मात्रै पाइन्छ है फेरि मात्र है पहिले पाइने सबै हाम्रो छवटा भयो है छवटा अझै छवटा भयो पुग्दैन अझै छ त्यहाँ अझै खोजौ माने माइजु दाजु दिरहेछ कति धेरै ओइ ल खोज्नु पर्यो अझै सातवटा भयो भेइयो लास्ट त एउटा त जित्नै पर्छ रानु जसरी भए पनि है हाले गेम ल नाइवटा भइसक्यो मेरो माइजु सपोर्टर रहेछ बसेछ उही बसेको उता धपाइदिएर पाँचवटा भान्जो गोल जितेको ल अहिले चामलको भात बनाउनु सबैलाई भेइयो अब त हालै दे ओ त्यो पैसा अनुरागले सासूले जितिन्छ हैन सासू जितेपछि के छ चामलै पकाएर खुवाउँछ गुड बोय डलर दिँदैन दिनाजु हिजोबाट डलर निकाल्नु भएन चल खेलेर नमाइलो हुन्छ बरु आगो यदि चल्यो भने चल्नी हो के यहाँबाट चल्ने हो राम्रोसित पिटा जसको ठुलो नम्बर हुन्छ त्यसले चाहिँ बाँड्ने है त फर्स्टमा रेडी हो जिते पाउँछ गाना सबै पैसा तिम्रो भयो
अन्त बान्ने नि अब बोट कति बोट राख्नु पर्दैन अब बल्ल बोट हो क्या पहिलो गेम निसा एउटा चिन्ह एउटा यता है यो मेरो एउटा थियो कि यसो के भयो साहब अब चल बाबु लाइन पनि चल्न पाइन्छ हेरेर पनि चल्छ लाइट बजाएर हेरेर न पैसा राखिराख्ने कतिमा चलेको 10 12 किन हैन नहेर नि तिमीले किन हेर्न ल फेरि आएन छब्बिस बुहारी परेछ फेरि आएन फेरि आएन फेरि आएन एकैचोटि ल्याइदियो फेरि आएन सो गर्ने हो सो हेर्नु सो गर्न पनि पाइन्छ डबल चाल्नु त्यसरी सो गर्दैन न सो अलिकति तिमीले एकैचोटि हेरेर फेरि चल्छु भने पनि पायो फेरि हेरेर चल्नु 20 राख्नु राम्रो रहेछ भने चल 20 सो गर्दैपछि डाइरेक्ट सो गर्ने हुन्छ कि बल्ल सो गर्दैन सो जसो गर्न चाहन्छ छ्या के त 9 ले जितिन्छ निसाले त भाउजू जित्नु पर्छ फेरि अब अब है मामा एन्ड माइजु अघि त कति नै के थियो ल यसलाई जित ल एउटा देखाइदियो नि त बोर्ड आला चल 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 भाउजू उनी चल पर्नु प्लेन चल्छ डराउनु दिनु त रमिन्छ अब अब यति पैसा ले अब ल के छ चल नि मल्ल पाइयो भाउजू अहिले त जितेकै छ नि ल चल 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 पछि पाउँछौ पैसा ल ल ल सो तिमीले सो भने हो नि त ल एक घन्टा एक घन्टा देखाइदिनु ल पुगो लास्टको के छ लास्टको के तिम्रो अठा जाँगर चाहिँ यस्तो गर्नुपर्छ कि देखाउँदिन ल तिम्रो आउँछ जित्छु ल 20 रुपैयाँ राख 20 चल्यो 20 राख्नु अनि 10 निकाल्नु होइन 20 यो लास्ट फाइनल हो राख ल राख ल ल होइन नि जे चाहिँ पनि दिदी चाहिँ ध्यान लगाएर लाउनु पर्छ के यसमा दिदीसित माग पर्दैन नगर दिदीसित बिनाजु पैसा दिन्छ न ल बिनाजुले मेरी बुढी कति बोल्यो बिनाजुले भिडियो होइन अहिले बोले खाने हो ल $100 राख्दिनु बिनाजु कहाँबाट यस्तो हजार हाल्नु पर्यो हजार चाहियो हो बन्धन फेरि हजार फेरि हजार गरिदिउँ दुई हजार दिँदै ल विकासलाई भन फेरि अब नभएर यस्तो पैसा राखेर नभए ठुसो फेरि पैसा नराखेर त बिनाजु बिनाजुन लगाउनु थियो नाच्यो त्यो खेला के बिनाजु भाइ किन जस्यो भने हाम्रो आउने भनेर सबै नदेऊ है ल सो गर एकजुट केही छैन परेन केही परेन अझै फेरि गरिरहेछ जब होटल में खा जा रहे हो और हिंद में तेरा बारे नआरेको एकै पैसा भन्दै यत्रो पैसा हात राख्नु ढुलो म त एउटा ब्याङ्क पनि किन्छु होला अब अब त्यसको काम भइयो ल के भन्छ यहाँ तिम्रो थियो अबदेखि तिमीले लैजाऊ तिमीले लैजाऊ अस्ट्रेलिया अनि हो भन त्यसैले उहाँ दसैँ पनि लामो हो नि बुहारीलाई
बुहारीलाई पैसा दिएर मुखेर पहिला त फुल दिनु पर्यो बाबा टावल लाइन बिजी फोन आइरहेको जीवनभर तिमी हाँस्दै रह तिमीलाई कहिले रुन नपरोस् रहोस् यस्तै खुसी हामी सबै घरकै गयो अब यो त्यसै आयो कि खानु पर्दैन पहिला देउसीलाई हाम्रो अगाडिमा त पहिले पूजा होइन सेलालाई चाहिँ त्यहाँ अझै खाम पनि आइछ अझै के सामान नातिनी पुरानी सबै तिम्रो यो भन्ने भाउजूको ए म त हजुरको भनिरहेको म दिदी भन्छ मेरो शरीर त छ यही छ बाबुले पैसा पाएको यो त यो पाउनु के ब्याग बाबुले त सबैलाई दिए मायाको ब्याग पर राख्नु अबि गुड मामाको ब्याग के हो यो आमा बाबुले त तिमीलाई दियो मामा दोकान दिन्छ दोकान ला 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 दिने तिमी नै लियो ल ल छोरा ज्ञानी छ ज्ञानी बुझि पाएँ बस्नुहोस् जानुहोस् छिटो बिहा होस् माया गर्छु मैले फेरि सोचिरहेको मेरो दाजु है किन नाम गर्छ बुझ्यो के बुझ्यो बुझ्यो अरे राम्रो अनि अनि गर्नुपर्छ है यसो गर त यहाँ आएन के कहिले आइदिनु त फेरि त्यही ल ल भयो ल फेरि लगाइदिनु भने अर्को लगाइदिनु होला मम्मीलाई भयो भने बाँकी मान्छे ल बाँकी मान्छे भयो सधैँ सुख होस् छोरी होइन बुहारी भएदेखि छोरी भोलि पर्सि सासूभाइ झगडाएर नपर्नु नपरोस् ल हान्छ कति खुसी भयो सबै दिन होइन मम्मी तपाईँतिर आउँथ्यो त होइन तपाईँले खोलेर होला भाउजूको यो नाम कसरी गरिदिनु लगाइदिनु पर्छ नि त कहिले मन खोल्दैन घरको सिद्ध्याएर होइन भाइ भने डब्बा पनि डब्बा पनि तपाईँ के हो मम्मी लाउनु त्यसो भए ए फोटो चाहियो रे कि होइन होला त नान्य समृद्धि रस्तो ऐश्वर्य मस्त सन्तान वृद्धि सप्तम अब पलाटी अर्कै वर्ष पलाएको दिनु बाल त पुरै यहाँ प्लानिङ छ क्या विनाजु के छ खबर मलाई पुलिसले आशीर्वाद दियो नातिनी गरेर त्यो त नातिनी गरेर कि हामीलाई त अब छ एउटा यस्तो भयो नातिले कमाएर नमस्कार गरिदिनु पर्छ यहाँ दुईजनाको लाइनमा मजाले दिसक्यो बुवा This is कहिले दिन यार मैले साथ आठ पराइ यो हातमा मलाई दियो
दसैँको बेला पनि भएको छ ओम क्लीम शान्ति करुणे तथा सुसुप्न दर्शने ग्रह प्राचुरासु महात्मे श्री मामा यति कम एक्सपिरियन्स भएछ बुवासँग अहिले नौ दुर्गा माताको सम्पन्न भयो बिहा नै सम्पन्न गराइदिनु दिँदै गर्छु अङ्कल कहाँ जानु तारा हजुर भाग्यमा हिँड्दाखेरि बुहारी भगवान् लगाइदिनु त हुन्छ लाइदिनु त किन नहुने हुन्छ नि आफूले लाउनु भयो फेरि हजुरको पालो चाहिँ यस्तै दसैँमा अहिले मैले के गर्दा अन्न बाँकी लागेको जति उन्नति खाँदै गाउँदिने फेरि भइ भएन जिजी दिन मन लाग्यो होइन नम्बर भाइ दिदी कतै ओए दिदी बिरुवा रोपिएछ अरे फल्टा लाग्यो लाग्छ दिदी अमाजु होइन मम्मीको पो अमाजु खाम खाइसकेर यसो पासिङ गरेको हिजो मलाई सोधेछ बिहा गरेर कति पैसा हुन्छ तिमीले दिएर जाने ठाडै त दिदी म चाहिँ बाहिर छु क्या लाइनमा बसिरहेको माइक म व्यवस्था गर्छु बिना चाहिँ दाइलाई कतिखेर हेरौँ भयो मलाई मिल्ने कुरा छ नि रित्या केही जस्तो लागेछ हिनाजीले त सारोलाई दिन्छन् कि हिनाजीले त सारोलाई दिन्छन् कि हिनाजी ल्याउनु परेको डलर छ डलर एक महिनाको डलर तिमीलाई हो कि हाम्रो एक्सपिरियन्स छैन डलर छ के डलर काममा त्यही हात लिउ त टेनिस पार्टी ल मजाले बसेर अब त सधैँ घाउ दिन्छ नि त्यसको लागि
यिनीहरू त धुत नआएको होइन त्यस्तो नसोच है सुन्दैछै भन्नुपर्छ सारा त मैले हात अगाडि गर्छु न मिसाइले पनि हो मैले त सबै हो मिसालाई त होइन पैसा दी ढोगा हाने हजुर पैसा दी ढोगा हाने त घुस हामी आएको बेला यसो बोलाउने गरेर मैले बोलाएन मलाई अस्ति फलोस् फुलोस् पाकोस् राम्रो होस् समय पनि त चाहियो नि नमातिनु नआतिनु दाइ पैसाहरू थोरै पैसाहरू सेभ नै छ दिनु मैले बाबुलाई त दिने के भयो ल उहाँलाई नमस्ते ल सासू भाषा सुताइ एउटा सासूको सासूको भान्जा हुन्छ आमाहरू पनि एउटा आजी मान्छे होइन मामा मम्मीले पुरा पैसा नदिएछ जति दियो नि डबल गराएको होइन चाकर मानिस बसेर सबै लाने क्या होइन अहिले यसपालि नरिसे भएर लाइन पाइले पछि ल्याइदिँदै गरे बस यसरी यहाँ अरे यस्तो अलि राम्रो होइन 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 नि सधैँ सुहागन गर्नु सधैँ राम्रो होस् ल ल कुटमा हात होइन दिदी हजुर हजुर लुकेदिनु होला बुवाले अलिक के हो माथि यसो गर बिचारा अप्पर छोडिदिनु तारा घर कसमा हुन्छ अमेरिका अमेरिका एउटा आशीर्वाद दिनु एउटा भन्नु पर्ने आशीर्वाद ल नम्बर कति हो आशीर्वाद पहिला नमस्ते दादामाई ल यहाँ छ हाती ल त्यस्तो भएछ सिपाल हात पठाउँदै मामा यो गरिदेऊ माइतीलाई पल्लोको नम्बर छैन अनि त हान्नु पर्ने कि पहिले यसो पूर्व तयारी गर्नु पर्न खै बुबु खै अलि छै मेरो पछि गरे पनि हुन्छ भन्दै हैन कोक्रिया पूर्व बाबा यतिकै भने त्यो तारुलाई फन्ना होइन फोन नम्बर छ के है फोन नम्बर छ अल्लाह नि छोरी सम्झाउनु के हो हाम्रो यस्तो रिक्ता छ नि त्यो दिन छैन के खानु पर्ने चाहिँ बेहुलाको दिदी हो आज चाहिँ म हजुर सबैलाई मेरो घर परिवारसँग मिलाउँछु है जानी त ल जाऊँ हजुर चाहिँ बेहुलाको को हो नि बेहुलाको बा ओहो भाइ छ नि हजुर चाहिँ को को दिदीको ससुरा हजुर चाहिँ को हजुरआमा हजुरआमा आइछ हजुरआमै चिनिराख्छु
म चाहिँ अलिक दुला जस्तो देखेँ होइन म दुला हो हजुर चाहिँ म दुलाको एकदम फेभरेट भिनाजु हजुर चाहिँ को हुनुहुन्छ मेरो भतिजो भाइको कान्छी फुपू रहेछ है भदा हो फेरि हजुर चाहिँ को म चाहिँ साइली भाइ भने बेहुलाको साइली फुपू हजुर चाहिँ को हो नि म सासु आमा परे मेरो छोरा बुहारी मेरो पनि मम्मी है हजुर को हो नि म यो घरको सम्झेनी ठुली सम्झेनी बेहुलाको दिदीको सासू मेरो पनि सासू हजुर चाहिँ को म यो घरको छिमेकी छिमेकी बहिनी भाउजू म चाहिँ को होला नि ओहो म चाहिँ नि देउलाको चाहिँ नि साइलो बुवा हजुरबा दिनुपर्छ नमस्कार ल हजुर चाहिँ को हो नि म छिमेकी आन्टी बेहुलाको हजुरले बहिनी बहिनी है माथि जारी तल बुढी बेहुली चाहिँ बेहुली हजुर चाहिँ को हो नि बेहुलाको भान्जा द रिचेस्ट भान्जा ओ तिमी चाहिँ को हो नि म छिमेकी जस्तो छिमेकी जस्तै है चिनेन नि को र चिन्नु भएन बेहुलाको म त बेहुलाको नजिकको मान्छे हो हो आफ्नै बहिनी बहिनी भएछ हजुर चाहिँ बेहुलाको को हो नि हजुर बेहुलाको को बेहुलाको हजुरबा हजुरबा मान गर्नु पर्ने रहेछ हजुर चाहिँ बेहुलाको को उहाँ चाहिँ हाम्रो कान्छी फुपूको ससुरा बुवा हजुर चाहिँ को होला उहाँ बेहुलाको कान्छी फुपूको देवर भिनाजु हजुरको भइसक्यो हजुर चाहिँ को होला बेहुलाको म बेहुलाको हजुरबा माइलो हजुर के हो र बिर्से नि माइलो हजुरबा हजुर चाहिँ को हो म चाहिँ फुपूको बुढा भनेपछि कान्छा पुसा के भन्छ पुसाजु बेहुलाको हजुरको म फुपाजु त्यही त अलि उता बस्नु पर्छ नि होइन म तल आएँ यहाँ निश्चलले यस्तो होला कि भिनाजुले अलिक कविता लेख्नुहुन्छ साझाका लागि प्रिपरेसन होला के हो ल ल थ्याङ्क यू